त अब साउनी म एउटा कविता भन्छु लास्टमा वा 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 छ्या नभन्नु होला है। ल सुन्नुहोस्। अगाडि बढ्दै जानु भनेको धेरै कुरा छुट्दै जानु रहेछ, जस्तो उमेर, सम्बन्ध, साथी, रहर, सपना, जिन्दगीभर साथ दिन्छु भन्नेहरू पनि छुटिजान्छन्। जिन्दगीभर स्याहारिएको रूप पनि छुटिजान्छ, छुट्दै जान्छ बयस, इन्द्रियको तेज पनि छुट्दै जान्छ। हो, अगाडि बढ्दै जानु भनेको धेरै कुरा छुट्दै जानु रहेछ। अगाडि बढ्दै जानु भनेको फगत एक्लो हुँदै जानु पनि रहेछ, जस्तो एक्लो हुन्छ आकाशको जुन, जस्तो एक्लो हुन्छ बथानबाट छुटेको हरेट, जस्तो एक्लो हुन्छ बस्ती बीच उभिएको सिमलको बुढो रुख। तर सायद यिनै छुटाइहरू बीच मानिसले सिक्दो रहेछ आफै भित्र सानो जुन बालेर आफ्नै बाटो उज्यालो पार्न। कस्तो लाग्यो?